के यो आटाले बनेको लच्छा पराठाले मेरो ब्लड सुगर स्पाइक हुन्छ या स्टप हुन्छ? लेट्स फाइन्ड आउट। यो एक पिस पराठामा लगभग 70 ग्राम रहेछ। यसमा छ अराउन्ड 250 क्यालोरिज, 35 ग्राम कार्बोहाइड्रेट्स, 10 ग्राम जति फ्याट र 5 ग्राम प्रोटिन। अब हेरौँ मेरो कन्टिन्युस ग्लुकोज मोनिटरले के भन्छ। मेरो ब्लड सुगर जम्मा 34 mg ले स्पाइक गर्यो, विच इज अ मोडरेट स्पाइक। मैले मेरो सिजिएमको हिस्ट्री हेर्ने बेलामा हामीले जम्मा 4वटा मैदा या आटाबाट बनेको खानेकुराको टेस्ट गरेछौँ। त्यसमा पर्छ एउटा सेल रोटी, जसमा राइस पनि अलिकति मिक्स छ। एउटा छ ब्रेडको टेस्ट, तपाईँले यो सबै भिडियोहरू मेरो प्रोफाइलमा गएर हेर्न सक्नुहुन्छ। र एउटा इन्स्टेन्ट नुडल छ जुन पनि डिप फ्राइड भएको छ। र आज हामीले पराठाको गऱ्यौँ। ब्रेड ओभनमा पाकेको छ, देयर इज हार्डली एनी ओइल बिङ युज। सिमिलरली मोमो पनि स्टिम गरेको छ विथ हार्डली एनी ओइल युज्ड फर द डो। त्यसैले तपाईँले त्यो दुईटाको टेस्ट रिजल्ट हेर्नुभयो भने यु विल फाइन्ड मेरो ब्लड सुगर एकदम चाँडै स्पाइक भएको छ र चाँडै डाउन भएको छ। वेयरएज जब हामीले कुनै फर्ममा ओइल त्यो फ्लावरलाई पकाउन युज भएको छ भने हामीले एउटा ग्लुकोज स्पाइक सब्सटेन्सियली कम नोटिस गरेका छौँ। तपाईँले मेरो सेल रोटीको ग्लुकोज स्पाइक हेर्नुहोस्, तपाईँले मेरो इन्स्टेन्ट नुडलको ग्लुकोज स्पाइक हेर्नुहोस् र अब अहिले पराठाको ग्लुकोज स्पाइक हेर्नुहोस्। यिनीहरू मोडरेट नै आएका छ। सो कुनै पनि खानाको राम्रो या नराम्रो डिसाइड गर्नलाई एकलौटी ग्लुकोज स्पाइकलाई मात्र आधार पार्नु सायद ठिक नहोला। त्यो खाना कसरी पकाइएको छ, त्यसमा कति तेल प्रयोग भएको छ, त्यसको इन्ग्रिडियन्ट्स के हो, त्यसमा कति फाइबर, कति प्रोटिन, कति फ्याट र कति कार्बोहाइड्रेट्स छ भन्ने कुरा पनि उत्तिकै महत्त्वपूर्ण छ। प्लिज रिमेम्बर, individual results vary and follow for more.